सबैजनालाई वेलकम टु माई मिनी ब्लग हैन। म चाहिँ अहिले चाहिँ मेरो ड्युटीमा आइसकेँ। मेरो दिदी पनि आउँदै हुनुहुन्थ्यो, कता जानुभयो थाहा नै भएन। अनि यो चाहिँ हाम्रो सोल्टीको गेट, यो चाहिँ हाम्रो सोल्टी रिजोर्ट। यसको मान्छे खोइ थाहा भएन। हाम्रो चाहिँ यहाँ सोल्टी होटेलको वरिपरि चाहिँ पुरै ड्रोनहरू घुमाइरहनु भएको छ क्या। यो चाहिँ हाम्रो बिहान मर्निङको भ्यू। मेरो चाहिँ यहाँ के हाम्रो छुच्ची दिदी आइपुगिसक्नु भएको छ यहाँ। बाँकी कुराहरू चाहिँ अहिले पछि हामी काम स्टार्ट गरेपछि देखाउँछौँ है। हामी चाहिँ अब भित्र छिर्यौँ होइन। अब हामी चाहिँ के गर्ने, रेडी भएर चाहिँ ड्रेस चेन्ज गरेर चाहिँ अब माथि जान्छौँ। अनि त्यसपछि फेरि बाँकी के दिदी बादमा भनौँला। म चाहिँ रेडी भएर आइसकेँ होइन। मेरो चाहिँ अहिले टी सर्ट चाहिँ छैन, लन्ड्रीमा धुन दिएको। लन्ड्री चाहिँ अहिले बन्द छ। हामी चाहिँ कामको लागि माथि आइसक्यौँ। बाँकी चाहिँ म पछि देखाउँछु। यो लगाउँदा त यो अस्ति नै लगाइदिएको थियो मलाई दिदीले। बेसरी बच्चामा झुम्काएर लगाइरहेको हुन्थ्यो। झुम्का यहाँ शिरबन्दी बेसरी बच्चाको याद आउँछ है यो फुलले त। हाम्रो दिदीले चाहिँ त्यसलाई ढाडबारीबाट अगाडि गाग्रीमा हाल्नुलाई लिएर आउनुभएको अरे क्या। ल हेर्न सक्नुहुन्छ, रेडी हो हाम्रो बार। रेस्टुरेन्ट जाने यो चाहिँ हाम्रो रेस्टुरेन्ट पछाडिको बस्ने ठाउँ। ल योभन्दा पछाडिको भ्यू यस्तो छ। आउँदै गर्नुभएको राजाहरूको लागि तयारी। अब आजलाई मेरो चाहिँ के भयो, ड्युटी खत्तम भयो। म चाहिँ अब घर जाँदैछु होइन। अब बाँकी भिडियो फेरि भोलि।